सम्पूर्णमा नमस्ते। मेरो नाम अभिषेक श्रेष्ठ। म चाहिँ बाली विज्ञानको उपप्राध्यापक पनि हुँ र अहिले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवासको प्रिन्सिपलको रूपमा पनि कार्यरत छु। मेरो चाहिँ ब्याचलर लमजुङ क्याम्पसबाट गरेको, लमजुङ कृषि क्याम्पसबाट, र मास्टर्स चाहिँ कृतिपुरबाट, त्यतिखेर एएफयु अलि भइसकेको थिएन, ट्युबाट गरेको। र मेरो चाहिँ आफ्टर स्टडी चाहिँ मैले चाहिँ विभिन्न संस्थाहरूमा काम गरेँ, जस्तै नेसनल सिड कम्पनी लिमिटेड प्युबिजन सम्बन्धी काम थियो भने त्यसपछि चाहिँ 4 वर्ष नार्कमा गरेँ। त्यहाँ चाहिँ मैले परवानीपुरमा 1 वर्ष र 3 वर्ष चाहिँ सुगर क्यान रिसर्च स्टेसनमा चाहिँ त्यहाँ 3 वर्ष काम गरेँ। र अहिले चाहिँ हाल 3 वर्ष भयो म यस विश्वविद्यालयमा चाहिँ पढाउने र अनुसन्धानको कामहरू चाहिँ गरिरहेको छु। र मेरो विषय चाहिँ एग्रोनोमी भए पनि मैले चाहिँ विशेष नार्कमा काम गरेको भएर एग्रोनोमी र ब्रिडिङलाई दुईटैलाई जोड्ने तरिकाले चाहिँ काम गरिरहेको छु। गरेको अनुसन्धानको रिजल्टहरू अनि किसानहरूले गरिरहेको गल्तीहरू कहाँ के छन् भन्ने कुराहरूलाई चाहिँ मैले विशेष जोड दिन चाहन्छु।